देखेर म मक्क पर्छ। भनेपछि म घरमा नआउँदा यस्तो एउटा हातका बहिनी यार कतिपय कुरा प्राइभेसी हुन्छ ना। खै हाम्रो त प्राइभेसी भन्ने कुरै नभएर पो तनाउ छ त। ओइ यसो बहिनीलाई घुमाउन लानु पर्यो हो। पोखरा आउँछौँ दाइ हजुरलाई भेट्न। स्योर यार वेलकम टु पोखरा यार। कहिले आउने? हजुरलाई भेट्ने एकदम चाहना छ मलाई चाहिँ। तपाईँलाई मात्र कि बहिनीलाई पनि हो? उहाँलाई मलाई त किन भनेर अर्काको बुढालाई भेट्न चाहना? मैले बहिनी भन्छु ल बहिनी यार। के भयो त नि भाइसँग आयो हुन्न कस्तो कस्तो कुरो गरेको? अब लग्दैन के गर्नु अब घर एउटा भएको घरमा त सिंगल बस्न सक्दैन एउटा रुममा झन् त्यहाँ त छुट्टै कुरा त्यो त नसम्झे के हुन्छ। बाबा हो। यो विवाह के लफडा के? तिमीहरूको बिहा पनि काश्मीर जस्तो रहेछ हेर्दा रमाइलो भित्रभित्र आतङ्क। गेम लगाऊ एक दिन मन जान्छ एक दिन। हामी जेसमा पनि यसो पनिसमेन्ट गर्न पर्छ नि त अनि। ए कुरा सुन पनिसमेन्ट दिएको छ है हेर तिम्रो बुढीलाई यस्तो यस्तो पनिसमेन्ट दिन्छ रबिन दाइले अनि तिमी जान्छौ पोखरा? भन्नु त मेरो लाभ मेरो बुढालाई तिर्माला चुप्पा खाने पनि दिएको थियो कि ओइ मा मक्क पर्यो होला यार। अगाडि त खाना पाइएन लाइफमा भए पनि खाउनु। मैले काट्नु सक्यो होइन र? तपाईँको एमभीपीलाई मात्र चुपा खाएर थाइयो कि म मेरो बुढालाई खान्छु ला खा बुढा। आयो कस्तो कुछ शर्म है? नहीं है मुझे तो शर्म ही नहीं है। कुछ शर्म है कुछ? नहीं मेरे तो शर्म नहीं है मैं तो बहुत बेशरम हूँ। लाइन में हनीमून यार। मैं ताल परे में मनाइदिन्छु। ताल परे मनाइदिन्छु रे। के भएको बहिनी के कस्तो? भाइ बेला बेला फुस्के त्यो यस्तो हो के त्यो मान्छेले जतिखेर जे कुरा चाहिन्छ त्यो पाएन भने फुस्किन्छ भन्थ्यो नि हो त्यही हो क्या। थ्याङ्क यू सो मच सुस्मी थ्याङ्क यू सो मच। माछो बहिनीलाई घुमाउन लानु पर्यो पोखरा। यसो हनीमुनको लागि लानु पर्यो बहिनीलाई। कहाँ लाने होला भन्नु त? कोमामा। म कोमामा गइसकेँ यार। थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच। यहाँ बेलुकाभरि यहाँ लाइभमा बस्यो भने डाइपर उठाउने डाइपरको पैसा उठ्दैन नि फेरि। आउनु त बहिनी कहिले आउँछ भन भाइसँग आऊ के? आउने हो के मेरो यहाँ बाइक निकालेपछि। बाइक निकालेपछि बाइकमा आउँछौ? म बाइक आउनु त आफ्नो। अनि बुढालाई हिँड्दै गाडीमा बुढालाई टायरमा गुडाउँदै ल्याउँछु म। टायरमा गुडाउँछु रे? अरे बुढालाई त टक पछाडि राख्ने अनि टक त्यसले मलाई यसरी मात्र बस्छ नि। आम्मामा टार्गेट पनि कतिवटा हो यो? Target, come on, guys. Guys, let's open the speed salma team चलाओ. Guys, target, come on. This is gifting target. सबैजना टार्गेट। One man, one woman. 220 रोज हानो या त कुछ हानो दिल हानो यार। अब बुढाले त हानेन। बुढाले त हानेन रे। Thank you so much, Susmi. ल 200 जना 220
के अरे, दिएन भन्छ प्यासी नदिना? के बोलेको के त्यस्तो दिएन मैले चाहिने कुरो